हेलो नमस्ते साथीहरू। म चाहिँ यो प्लान्ट अनि यो ढुङ्गा बजारबाट किनेर ल्याएको। अनि यो पुरानो ढुङ्गा चाहिँ अलिक राम्रो देखिएन भनेर पुरानो ढुङ्गा चाहिँ झिकेर नयाँ ढुङ्गा हालेर एकदम राम्रो बनाउनु प्रयास हुँदैछ। मलाई चाहिँ प्लान्टहरू एकदमै मनपर्छ, साह्रै रोप्नु मनपर्छ है, यसरी लाउनु मनपर्छ। अनि यसलाई चाहिँ अलिकति राम्रो डेकोरेसन गरौँ भनेर यहाँ चाहिँ मैले मल माटो मजाले मिसाएर लगाएको छ। अनि यो प्लान्ट पनि 1-2 महिना भयो, सानो एउटा पत्ता भएको रोपेको थियो, सानो हाँगा रोपेको, एकदमै राम्रो भएर आएको छ। त्यो भएर चाहिँ यसलाई एकदमै राम्रोसँग ढुङ्गा लगाएर राम्रो बनाउनु पर्यो भनेर यो ढुङ्गा चाहिँ मैले बजारबाट किनेर ल्याएर एकदमै राम्रो खालको ढुङ्गा रहेछ। अनि यो ढुङ्गा हाल्दा चाहिँ अलि राम्रो देखिने रहेछ। अनि त्यही भएर चाहिँ अलिकति डेकोरेसन गर्दैछु। ल हेर्नुहोस् त, हेर्नुहोस् कति राम्रो देखियो। आहा, हेर्नुहोस् कति राम्रो देखियो है। यस्तै रमाइलो भिडियोहरू आउनेछ। तपाईँहरूले सब्सक्राइब गरिदिनु होला है त।